हेलो गाइस, नमस्ते सबै मेरो फेसबुक साथीभाइहरूलाई है। र आज साथसाथमा ह्याप्पी सन्डे पनि है। मेरो चाहिँ ह्याप्पी सन्डे चाहिँ यसरी बित्छ साथीभाइ हो। आज चाहिँ मेरो ह्याप्पी सन्डे चाहिँ गदवरी रोप्ने काम छ। अनि आज म सन्डे चाहिँ मिनी ब्लग बनाउने गर्छु है। जो छोटो भिडियो है, छोटो भिडियो बनाएर हजुरहरूलाई सेयर गर्छु है। र हजुरहरूले सपोर्ट गरिदिनुहोस् होला है। लाइक सेयर कमेन्ट्स पनि गरिदिनुहोस्। अनि जति पनि नयाँ जोडिरहनु भएको छ है, उहाँहरूले पनि फलो चाहिँ नबिर्सिकन है एकदमै गरिदिनुहोस् होला है। म पनि फलो ब्याक गर्नेछु तपाईँहरूलाई होइन। अनि आज चाहिँ मेरो कासा ग्रान्डीको भेराइटिज रोप्नु छ। अनि त्यसको लागि चाहिँ मैले यहाँ मल तयार गरिसकेको छु। हेर्नुहोस् है, मल यो चाहिँ यसमा चाहिँ छ तपाईँको लिप मल है, एकदमै चलाइसकेको लिप मल। अनि 1 साल भएको गाईको मल है, गोबर जो 1 साल पुगिसकेको हुन्छ है, त्यो चाहिँ मैले मिक्स गरेर चाहिँ है फिटेर चाहिँ यहाँ तयार गरेको छु। र आज चाहिँ म यो कासाको भेराइटिज है पटिङ गर्नेछु। त साथीभाइ हो, हेर्दै गर्नुहोस् होला भिडियो है। यही चाहिँ मैले चाहिँ यो रोपिसकेँ है बल भेराइटिज। आज अलिक घाम तर त्यस्तो कडा त लागेको होइन कि, तर एकदम बाफिने गरम भएर चाहिँ अलिअलि ओइलेको छ है। तर केही छैन है, जरा आएकै छ है, यो सबै सरेकै हो। अनि आज चाहिँ मैले यो रोपिसकेँ। यो चाहिँ मेरो अलिकति ढिलो भयो है पटिङ गरेँ। किन भन्दा चाहिँ यो अलिक पछि नै एकजना दाजुले मलाई दिनुभएको थियो कटिङ है, त्यो चाहिँ मैले मजाले नै सारेर है पटिङ गरिसकेँ। अनि अस्ति पहिला रोपेकोहरू चाहिँ यत्रो भएको छ, हेर्नुहोस् है साथीभाइ हो, यत्रो भइसकेको छ है। यो चाहिँ सबै मेरो पुरानै फुलहरू कलेक्सन छ है। एउटा जस्तो दुईवटा जस्तो चाहिँ नयाँ होला है, अरू सबै पुरानै छ है यो कासा ग्रान्डीहरू। किनकि हाम्रो यो पहिल्यैदेखिको रोपेर आइरहेको फुलहरू हो नि त होइन। काँसाहरू चाहिँ अब पहिलादेखिकै पापाहरूले पनि फुलाएको होइन। अनि त्यही भएर चाहिँ म यही फुलहरू मनपर्छ है। अनि यसको भेराइटिजहरू छ है। यो चाहिँ मैले यस्तै पुरानै फुलहरू कलेक्सन गर्दैछु साथीभाइ हो। हेर्नुहोस्, यो चाहिँ पहिला रोपेकोहरू हो, अलिक अग्लो भएको छ, अग्लो जाँदैछ। योहरूलाई अलिकति अब डिस्टर्ब गर्नुपर्छ है। हेर्नुहोस् है, डिस्टर्ब गर्नुको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि तपाईँलाई म सेकेन्ड भिडियोमा देखाउने छु है। अहिले चाहिँ अब योहरूलाई मैले केही गरेको छुइनँ है, हल्का पानी मात्रै दिँदै राखिरहेको छु। हेर्नुहोस्, यो चाहिँ पहिला रोपेको है, एकदम मजाको भइगएको छ। अब योलाई अर्को जग्गा सार्नु छ। अनि यो चाहिँ मैले आज रोपेको हो। हेर्नुहोस्, यो पनि एकदमै मजाले ग्रोथ भइहाल्छ है छिटो छिटो। हवस् त साथीभाइ हो, आजको लागि यति नै है। फेरि नयाँ भिडियो लिएर आउनेछु, हेर्दै गर्नुहोस् होला है।